त्यसो दिक्तेलबाट आउने बाटो पातेका जाने बाटो यही हो। यहाँ त्यो दिक्तेलबाट आउँछ। यहाँ दिक्तेलबाट आएर टक्क कहाँ छोड्छ भने यहाँनिर छोड्छ, त्यो डाँडातिर जान्छ। अनि हाम्रो चाहिँ यताबाट आएर यो रोड हुँदै पातेका डाँडातिर चढ्छ। तल पातेका चढाउँछ। घर चाहिँ यता भयो। यहीँबाट नै घर भत्काउनु पर्ने छ, त्यतिकै छ। बाँकी अनि यसरी भयो। यहाँ छ धारा, गोर्खा वेलफेयर ट्रस्टबाट दिएको धारा। यहाँ छ कुखुराखोर बाउले चुल्हा बनाउँदैछन्। रोड छ यहाँ चाहिँ। यता चर्च भयो, डाँडा यता भयो। यहाँ चाहिँ चुल्हा बनाइएको छ। नापी लाइनै मकला बनाउँदा ठिक हुन्छ कि। नस म दोरी तन्का म पर्ने निको तन्का मि बोलाउनु पर्ने म दोरी खम्बाको लागि हो नि त त्यो म दोरी। गोरु लसुजिलो छिपुले यहाँ मको गोरु लसुजिलो छिपुति कता म असी मुइनी हल्ला मुजिदले पहिला होइन केसन होइन चाहिँ चुल्हा। अब जाँडसार पकाउनुलाई यहाँनिर नपेगा टोयलेट बाथरुम यहाँ छ। यहाँ चाहिँ कुखुराखोर बनाउने होइन यस्तो छ। अनि यो चाहिँ घरको माथिल्लोपट्टि चाहिँ यसरी छ। बहिनीहरू पनि सबै मिलाउनु पर्ने छ। डाँडा पातेका डाँडा यतापट्टि छ। तल्लो तालमा चाहिँ सुँगुर पालन गर्नुपर्छ। यो ग्राममा चाहिँ रोड त्यताबाट जाँदैछ। यता पनि थोरै अलैँची बारीहरू छन्। यसलाई चाहिँ पुरा सम्म पारेर ढुङ्गामा फुटाइदिनु पर्ने छ। बिहानको घाम तपाईँ छ अहिले।